हेलो एभ्रिवान, आज चाहिँ हामीले कक्षा 10 नेपाली पाठ्यपुस्तकको पाठ 13 भैरव राईद्वारा रचना गरिएको पक्नुस निबन्धको समरी अर्थात् सारांश लिएर आएका छौँ। यो सम्पूर्ण समरी सुन्नुभयो भने चाहिँ तपाईँले यो पाठबाट आउन सक्ने सम्पूर्ण प्रश्नको उत्तर दिन सक्नुहुन्छ। अब ढिला नगरिकन लागौँ समरीतर्फ। चर्चित हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालद्वारा रचित पक्नुस निबन्ध आत्मरक शैलीको सामाजिक विषयवस्तुमा आधारित चेतनामूलक निबन्ध। उनका अन्य कृति काउकुती, जयमुडी, गलबन्दी जस्तै पक्नुस निबन्ध पनि एक उत्कृष्ट र यथार्थवादी निबन्ध हो। निबन्धमा मपात्र र सम्पादकको वार्तालाप निकै चेतनामूलक ढङ्गले प्रस्तुत गरिएको छ। उक्त निबन्धमा अनावश्यक पर्खाउने र पर्खिने प्रवृत्तिमाथि खरो र चोटिलो व्यङ्ग्य प्रहार गरिएको छ। पक्नुस निबन्धमा मपात्रले सम्पादकलाई लेख दिने क्रममा धेरै पटक पर्खाएको र सम्पादकलाई सम्झाउने क्रममा विभिन्न उदाहरण दिएका छन्। उनले कार्कीले कर्किनीलाई कुरेको, खपटानन्द खतिवदाले डाक्टरलाई कुरेको, घट्टसिंह घलेले पिठो पिन्ने पालो पर्खेको कुरा गर्छन्। नेपाल बाहिर पनि ताइपेईमा सिपाहीहरू विपक्षीको तालुमा तारो हान्न पर्खेका जस्ता विभिन्न उदाहरण उनले जोड्छन्। निबन्धमा यस जगतमा कुनै व्यक्तिले कसैलाई न कसैलाई पर्खेको कुरा उल्लेख गर्छन्। कसैले काममा गएकी आमालाई त पाठ दिने गुरुलाई, त कसैले औखती गर्ने उपचारकलाई, त कोही पैसा दिने मालिकलाई पर्खेछन्। हुँदाहुँदै व्यक्तिले आफ्ना सयौं सपना, इच्छा र आकाङ्क्षा पूरा गर्न पनि पर्खनुपर्ने अवस्था रहेको छ। अहिलेको समयमा यतै पर्खनुपर्ने, उतै पर्खनुपर्ने, यतै झुल्नुपर्ने, उतै धाउनुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो प्रवृत्तिका कारणले शान्ति छाउनुपर्ने अशान्ति छाइरहेको छ। भौतिक रूपमा अथाह उन्नति भए तापनि गाँस र बाँसका लागि व्यक्तिले पर्खनुपर्ने अवस्था रहेको छ। मपात्रले आफ्नो जन्म भएदेखि नै पर्खिरहेको र हरेक मानिसको त्यही हालत भएको कुरा पनि उल्लेख गर्दछन्। अहिलेको यो विषमता मौलाइरहेको अवस्थामा कोही पनि पर्खन चाहँदैन, तर उसले अरूलाई पर्खाइरहेको अवस्था रहेको छ। मानिसले लस्याम लुसुङ गरेर भए पनि समयको महत्त्व नबुझी घरि यता धाइरहेको हुन्छ त घरि उता धाइरहेको हुन्छ। धाउँदा धाउँदै पर्खँदै मानिसको जीवन सकिएको छ। समग्रमा निबन्धमा हाम्रो नेपाली समाजका मानिसले समयको महत्त्व नबुझी अनावश्यक पर्खाउने र पर्खने प्रवृत्ति रहेको भन्ने तथ्यलाई निकै चोटिलो र रसिलो ढङ्गले व्यङ्ग्य प्रहार गरिएको छ। हामीले यो अनावश्यक पर्खाउने र पर्खिने प्रवृत्तिलाई निर्मूल पारेर नयाँ नयाँ कार्य गरी मानवीय गरिमा वृद्धि गर्नुपर्छ भन्ने आशय यस निबन्धको रहेको छ।